Hello, namaste, Lasofia Pula, annyeonghaseyo. Once again, welcome back to my new YouTube channel video after a long time. म चाहिँ फाइनल्ली अहिले चाहिँ ड्रिमल्यान्ड ड्रिम कन्ट्री साउथ कोरियामा छु है। अनि मेरो धेरै सब्सक्राइबरहरूलाई चाहिँ थाहा छैन है म चाहिँ कहाँ छु भनेर, किनकि मैले चाहिँ धेरै समय भएको छ युट्युबमा भिडियो अपलोड नगरेको। अनि केही साथीभाइहरूले भनिराख्नु भएको थियो किन युट्युबमा भिडियो नलगाएको, युट्युबमा भिडियो लगा भनिराख्नु भएको थियो हैन। अनि त्यही हो, अब कोरिया आएपछि त्यही हो, कामको काम हैन, कामको काम। अनि त्यही हो, हप्तामा एक दिन छुट्टी हुन्थ्यो। तर आज चाहिँ शनिबार हो, आज पनि काम चाहिँ थियो, तर मैले चाहिँ काम गरिनँ आज है, किनकि एकदमै अलिकति थाकिएको थियो भनौँ न हैन। अनि सो म चाहिँ त्यही हो, अब कोरियामा आएर फर्स्ट मेरो भ्लग बनाउँदैछु। अनि त्यही हो, सबैजनाले बिर्सिनु होला नबिर्सिनु होला, अब चाहिँ केही म भ्लगहरू ल्याउने कोसिस गर्नेछु हैन। अनि त्यही हो, अब घुम्न त खासै काहीँ पनि गएको छैन, अहिले चाहिँ यही हो, रुम वरिपरि यसो यताउता हिँड्ने। अनि यहाँदेखि के भन्दाखेरि अब सहर पनि धेरै टाढो छ हैन, अलिकति ठुलो सहर, अलिकति राम्रो सहर, हस्पिटलहरू भएको सहर गएर आउनु पनि लगभग त्यही हो, अब ट्याक्सीमा आउने जाने गरियो भने त यहाँको 25,000 जति लाग्छ। अनि बसमा गएर आइयो भने चाहिँ 9-10 हजार, लगभग 10 हजारमा पुगेर मात्र आइन्छ। अब खाजासाजा खाँदा यताउता गर्दाखेरि त 15,000 जति सकिन्छ भनौँ न हैन, नेपाली 1500 जति। अनि सो त्यही हो, आज चाहिँ म शनिबार, अनि त्यहाँ म चाहिँ यसो रुमको लागि थोरै सामानहरू किन्न जाँदैछु। अनि के सामानहरू किन्नुपर्ने छ, अनि मार्ट चाहिँ नजिकै छ है। अनि त्यही हो, त्यहाँ मार्टमा गएर चाहिँ म यसो हल्का सामान किन्छु। अनि त्यही आजको मेरो कोरियाको फर्स्ट भ्लग चाहिँ बनाएको छु। सबैजनाले हेरिदिनु होला, सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। सो भन्दै अब चाहिँ मार्टतिर गएर सामान किनेको भिडियो हेर्नु होला है। ल गाइज, यो चाहिँ हाम्रो सानो बजार है गाइज, यहीँ हुन्छ हाम्रो सपिङ चाहिँ। त्यहाँ पर माटो छ चट्ट, यहाँ सपिङ गर्ने चट्ट यस्तो छ है। ल अब चाहिँ म फाइनल्ली सपिङतिर लागेँ है त। अनि आज म के किन्नु पर्ने छ भन्दाखेरि, के किन्नुपर्ने छ, एउटा कराई लानु पर्यो है। अस्ति हेरिरहेको थिएँ कराई अस्ति, किनकि मसँग पैसा थिएन नि त। अनि पैसा नभएपछि मैले पैसा नपुगेर मैले लगेको थिइनँ। एउटा कराई दामी छ है, यो 22,500 को जानु पर्ला है। यहाँ दामी छ कि छेक्ने पनि भएको होइन। यो चाहिँ के गर्ने हो यस्तो, ओम्याक्स ग्लास यत्रो महँगो हो, 47,000 यसलाई, के गर्ने हो यो चाहिँ। $23,000 है गाइज, 230 रुपियाँ है, क्या दामी छ। काठको पनि रहेछ, काठको कति 1900, एउटा 2300 होइन। यो चाहिँ के हो, छैन साम्बे छुमानी कुक्याम क्लोथ पकेट, के त्यो थाहा भएन, यस्तो दामी छ। यो चाहिँ साबुन हाल्ने गाइज है, कति यो 1800 को है, यो 2400 1800। वाओ कस्तो दामी छ, ब्युटिफुल। अनि यो चाहिँ वाइ हो है गाइज, 701 पर्छ एउटालाई। ओबो पनि राम्रै हुन्छ, चाउचाउ हो। यो लान्छु चाहिँ बदाम, अनि यो लान्छु 3900। बदामको चाहिँ कति सय छ, बदामलाई चाहिँ 2980।
भनेपछि 8500 मा 1 2 3 4 5 वटा टक्क यही खाइदिनु पर्यो। आलमोन्ड चोको बल कस्तो हुन्छ खाइदिनु है। 13 सय वनको यो डक्टर